Hello everyone, Hello, this is me Dipsika Gurung and welcome back to my vlog. आजको vlog हुनेछ एकदमै रमाइलो। बिहान पोखरा पृथ्वी चोकबाट हाम्रो गाडी हिँडिसक्यो। आज हामी जाँदैछौँ एक दिने भ्रमणमा। हाम्रो आजको डेस्टिनेसन हो गलेश्वर धाम, बागलुङमा रहेको पञ्चकोट धाम, त्यसपछि श्री बागलुङ कालिका मन्दिर अनि लास्टमा कुस्मामा रहेको सबभन्दा लामो ब्रिज भनेपछि लामो झुलुङ्गे पुल पनि हामीहरू कभर गर्नेछौँ। आजको टुरलाई अर्गनाइज अनि प्लान गर्नुभएको हो ढुङ्गे घर लाम्छेउ चेलीबेटीले। मेरो मम्मीको चेलीबेटी ग्रुप हो जसमा हाम्रो बजेहरू हुनुहुन्छ, छेमाहरू हुनुहुन्छ। बेसिकली मेरो मम्मीको बजेहरू, फुपूहरू, दिदीबहिनीहरू हुनुहुन्छ यो ग्रुपमा। अनि आजको स्पेसल गेस्टमा हाम्रो बाजे, बाबा, काकाहरू हुनुहुन्छ। अनि मलाई नि स्पेसली भ्लग गरिदिनु भनेर इन्भाइट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आई होप हजुरहरूले मेरो यो भ्लग मन पराइदिनुहुन्छ। नमस्कार। आज हामी ढुङ्गेघर लाम्छेउ चेलीबेटी दिदीबहिनीहरूको भ्रमण छ। आज मिति 2083 साल वैशाख 26 गतेको दिन, शनिबारको दिन। हामी चाहिँ अहिले लुम्लेमा छौँ, बाटोमा छौँ र हामी अब चाहिँ अगाडि बढ्दैछौँ। सुरुमा हामी गलेश्वर मन्दिर दर्शन गर्छौँ, त्यसपछि हामी खाना खाइसकेपछि पञ्चकोट अनि बागलुङ कालिका हुँदै हामी चाहिँ पोखरा फर्किने आज एक दिनको भ्रमण छ। यो अवलोकन भ्रमणमा सम्पूर्ण हाम्रो फुपू, दिदीबहिनी अनि फुसाई अनि भेना, ज्वाइँ, सम्पूर्ण भदाभदिनी सबैलाई चाहिँ हामी यो सामेल गर्नलाई सफल भएका छौँ र सबैलाई उत्साहपूर्वक यो भ्रमण सफल गरिदिनु हुन पनि अनुरोध गर्दछु। हस्, धन्यवाद।
अब हामी गलेश्वर आइपुगे याक पेनी प्राइभेट लिमिटेड। एउटा गाडी आइसक्यो, अर्को गाडीको पर्खाइमा छौँ अब हामी। हाम्रो सेकेन्ड बस पनि आइपुग्यो। सो यो हो आजको मेरो आउटफिट। श्यामले बाँधिदिनु भएको कपाल, डोरी पनि बाँधिदिनु भयो, कस्तो राम्रो देखेछ है। नमस्ते, गलेश्वर मन्दिरमा है पूजा गर्न जाँदैछौँ, प्रवेश हुनेछौँ। हामी जान्दैछौँ म्याग्दी जिल्लाको बेनी नगरपालिकामा अवस्थित प्रसिद्ध पवित्र हिन्दू तीर्थस्थल गलेश्वर धाम।
यो मन्दिरको केही जानकारी म हजुरहरूमाझ राख्न चाहन्छु। यो मन्दिर कालीगण्डकी नदीको किनारमा रहेको एउटा विशाल गोलाकार शिला यानि कि ढुङ्गामाथि अवस्थित छ अनि स्वस्थानी व्रत कथा र हिन्दू ग्रन्थअनुसार महादेवले जब सतीदेवीको मृत शरीर बोकेर हिँड्नु हुँदै थियो त्यही क्रममा उनको गला यानि घाँटी यस ठाउँमा खसेको रहेछ। त्यही भएर यो ठाउँलाई कलेश्वर भनिएको रहेछ अनि यसै कारणले यो ठाउँलाई एउटा शक्तिपीठको रूपमा पनि मानिने रहेछ र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने तीर्थयात्रीहरूलाई पनि पहिले यहाँ कलेश्वर महादेवको दर्शन गर्नुपर्ने अनि बल्ल मुक्तिनाथको लागि यात्रा सुरु गर्नुपर्ने भन्ने धार्मिक मान्यता समेत रहेको छ। गलेश्वर महादेवको मन्दिरलाई दोस्रो पशुपतिनाथ पनि भनिन्छ। हर हर महादेव। Sate ya मेरो बुबु Malam narulinya di nani ye. Esto ni lehan na. Siapa sih mau sama jua? Tani खोइ ता मगे वा Esto ni lehan. Pasti di naik kan. बेला ससबेला ढिडी में कने वा आमे ana टारा फिले बेला शीतल त याता बेला सस याता को ले बेला ससबे म आई चाहिँ बासु ढिडी बिडी दा आरु को आ घुम दिनेले पिमा आदो अब त्यहाँ Sih, tarik sih barang mal tala. Bela soy mau wah, hawa kira.
फुपू अर्को फुपू पनि यहाँ ताकोटर हो गलेश्वरा मिठेबारी म्यामो दिदी गाछे में दे में हुआ दिदी गाछे में दे में हाँ नीबे में आता हुआ कति बार माल तैमा बहिनी रमाइल तैमा हुआ ड्युटी नै हो यिनीहरूको त निकै छ्याम्ला खै म अब यहाँ छलफल हुँदैछ ग्रुप फोटोग्राफ खिच्नका लागि
अब हामी पञ्चकोट धाम आइपुग्यौँ। निकै छ्याइमा तसो खाना छुट्याएको कति फेरि लोसिया मलाई चिडिया छुट्याएको ए जो मलाई युविता छुट्याएको फुल जहाँ भाउ दिएको आमा फुल तँलाई के गयो आबे हजुर ल पञ्चकोटमा सबैलाई स्वागत छ है। फुपू हामी त मजाले डाँडोमै पुगेर आयो है दिदी।
माया ल ल ल छिटो खो छिटो खो छिटो खो नमस्ते नमस्ते माया नमस्ते बजै नमस्ते पञ्चकोटलाई नमस्कार नमस्ते 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 सबैलाई नमस्ते 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 पञ्चकोटमा हामी ग्रुप फोटोग्राफ खिच्नको लागि हल्लीचल्ली हुँदैछ त्यही भएर जब मर्ने बेला हुन्छ मान्छेको आँखा बस्छ दाँत खस्छ बुढेसकालले खाउँछ सबै छ तर सुख छैन शान्ति छैन औषधि खान पनि लिएको नभए कस्तो हो मान्छे श्री कृष्ण ओडार गुफालाई चाहिँ लुङ भन्दा रहेछन् ढुङ्गाको कोप्चेराहरूलाई चाहिँ लुङ भन्दा रहेछन् त्यही भएर यो ठाउँको नाम बागलुङ पृथ्वीनारायण शाहले म एकीकरण गर्छु भनेर सङ्कल्प लिएको भएर अहिले यत्रो 2224 राज्यलाई चाहिँ एउटै राज्य बनायो उहाँले हेर्नु त कति योगदान गरेका थिए यो ठाउँमा चाहिँ एउटै व्यक्तिले हेर्नुहोस् त यो मन्दिर छ नि एउटै मान्छेले बनाएका हुन् श्री कमलानारायणचार्य भन्ने मुक्तिनाथ पीठाधीश्वर हुनुहुन्छ उहाँले नै यत्रो मन्दिरहरू बनाउनु भयो अहिले उहाँले के सङ्कल्प गर्नु भएको छ भने विश्वको सबैभन्दा ठुलो 17 तल्ला अग्लो चाहिँ कलश बनाउँदै हुनुहुन्छ उहाँले ल अभी ला ला नानी
यस्तो देखिन्छ तल हेऱ्यो भने त यहाँ अहिले कुस्माको सबभन्दा लामो ब्रिजमा छ डरायो भने हिँड्न सक्दिन डराएको छैन त्यही भएर हामी डराएको छैन हेलो हामी भिडियो रेकर्डिङ गर्दै हिँड्दैछौँ हामी चाहिँ बागलुङको पुलमा कतिजना आउनु सक्नु भएन त्यहाँ उभिनु भएको छ हामी हिँडे ल लङ्गेस्ट ब्रिजमा बजेलाई हेर्नु न हाम्रो बजेले पनि गर्नुहुन्छ क्या फेरि भिडियो ल लडबड त भइराखेको छ अलिअलि खुट्टा है बजे आनन्द आछ अब सिधा हो पुगिन्छौँ उडायो माइजू ल है ओबी हल्यो हाम्रो बजाइहरू सबै ओहो भयो म त जान्न म त डरायो अहिलेसम्म डर लाग्थेन उनीहरू माझमा गएर हल्लाउने रहेछ बल्ल फर्किनुहोस् बल्ल थाहा पाउनुहुन्छ कति मिनट लाग्यो थाहा भएन अब चाहिँ किन ओ माई गड हावा कस्तो चर्को आएको हल्लायो पुरा पुल डर त लाग्छ छैन तर हावा कस्तो चर्को चलेको चिसो चलेछ पुल नि हल्ला छ के गर्ने होला यो माझमा मात्रै हल्लाइरह्यो अब त टुक्रिन सक्छु र एक्लै बोल्दै गइरहेको छु बिकज डर के आगे जित है यहाँसम्म पुग्यो भने आउन केही प्रब्लम छैन सो हावा नचल्नेको भए त हामी आइराखेको थियौँ म त्यो हावा चल्दैन हो कि रनिङ बाबाहरू आज पार गरेर नि अब फेरि म फर्केर जान लागेको छु यहाँ त जम्मै उडाइदियो अब हामी बागलुङ कालिका मन्दिर आइपुगे यो मन्दिर गण्डकी प्रदेशमा पर्ने बागलुङ जिल्लाको एक प्रख्यात अनि एक प्रसिद्ध हिन्दू मन्दिर हो यो मन्दिरलाई देवी कालिकाको प्रमुख पूजास्थल भनिन्छ यो मन्दिरको पछाडि नै एउटा कहानी छ त्यो कहानी के हो भनेपछि पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी जब विवाह गरेर आउनुभएको थियो त्यतिखेर दाइजोको रूपमा ल्याउनु भएको देवीको मूर्तिलाई बागलुङमा ल्याएर स्थापना गरिएको जनविश्वास छ र भेटी सहयोगप्रति बागलुङ भगवती कालिका माताले उहाँ उहाँको सम्पूर्ण परिवारको कल्याण गरून् रक्षा गरून् जय बागलुङ कालिका सहयोगप्रति बागलुङ भगवती कालिका माता भएको छ उहाँले बनाएको भेटी पाटन 13बाट श्री हरिमाया गुरुङजीले पनि आगममा आएर 505 को चरणमा आएर
उहाँले पनि रु 205 भेटी चलाउनु भएको अब यो हाम्रो अन्तिम भ्रमणको अन्तिम लोकेसन बागलुङ कालिका। सो ग्रुप फोटोग्राफ खिच्न लागेको छौँ हामी व्हील चेयर छ यहाँ। हाम्रो बजाहरू अशक्त मान्छेहरू हिँड्न सक्नुहुन्न तर दर्शन गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो बागलुङ कालिका मन्दिरमा व्हील चेयरको पनि व्यवस्था गर्नुभएको रहेछ।
अब हामी सबै यहाँ चित्रढुङ्गा आइपुगे। ओहो आज चाहिँ भ्रमण चाहिँ उपलब्धिमूलकै भयो। अब हामीले चाहिँ अलिकति टाइम म्यानेजमेन्ट गर्न नसक्दाले अलि ढिला भयो, तर जे होस् पुग्नुपर्ने ठाउँहरू हामी चाहिँ गलेश्वर पनि यति राम्रोसँग दर्शन गरियो र त्यसपछि फेरि हामी खाना खायौँ। खाना खाएपछि पञ्चकोटको दर्शन गऱ्यौँ। पञ्चकोट सबै राम्रोसँग दृश्य अवलोकन गऱ्यौँ र त्यसपछि फेरि हामी लामो पुलमा आएर लामो पुलको निगरानी नै गऱ्यौँ। हामी पुरै दौडेर वारिपारी गऱ्यौँ र त्यसपछि हामी त्यो पुल पनि दृश्य अवलोकन गरिसकेपछि हामी फेरि बागलुङ कालिका मन्दिरमा गयौँ र बागलुङ कालिका दृश्य अवलोकन गर्न पायौँ र दर्शन पनि गर्न पायौँ र सम्पूर्ण साथीहरू हाम्रो फुपू दिदीबहिनी भदिनीहरू र हाम्रो भेना फुसै ज्वाइँहरू पनि सकुशल रूपमा चाहिँ भ्रमण सफल गराइदिनु भएकोमा सम्पूर्णलाई हार्दिक हार्दिक धन्यवाद र यो फोटो खिचेर अनि केही भिडियो बनाएर सहयोग गरिदिनु भएकोमा हाम्रो दिपालाई चाहिँ दिपा नानीलाई धेरै धेरै धन्यवाद। हाम्रो दिपा नानीको भ्लगमा चाहिँ सबैले सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु होला। दिपशिखा गुरुङ गहते युट्युब च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला। अहिले हामी टी भिलेजमा आएर खाजा खान लागेका छौँ र खाजा खाएपछि हामी छुट्टिन्छौँ। खाजा भन्दा नि खाना भन्दा नि एउटै है बजे ल खाजा अब हामी सबै डी भिलेजतिर लाग्दैछौँ। हाम्रो ब्लगको कन्टेन्ट पाएँ मैले। निद्रामै हुनुहुन्छ हाम्रो बजे हँसाउनु भयो। त्यो डी भिलेज आइपुग्यो। सबै हाँस्दै हुनुहुन्छ बिचारा हाम्रो आमा। जुत्ता नलगाइकन आउनु भएछ मोजामा। त्यहाँ त मान्छे छैन।
होस् बताएको हाँ अब हाम्रो डी भिलेजमा डिनरको प्रोग्राम थियो, सकिसक्यो। खाना एकदमै मिठो थियो, भने जस्तै थियो, एकदमै मन पर्यो हामीलाई। यो कोक मैले सबै हाम्रो फुसैहरू अनि भेनाहरू ज्वाइँहरू सबैलाई धन्यवाद। हामीलाई आर्थिक रूपमा नि सबैले सहयोग गर्नुपर्छ। ताली बजाइदिनु होला है सबैजनाले। हामीलाई रेकर्ड राखेको छ, फेरि जब ताली सुनाइदियो बिरया। त्यसै गरी फेरि हामी खाजा खाने क्रममा डी भिलेजको परिवारलाई अहिलेसम्म कुरेर हामीलाई मिठो खाजा खुवाउनु भयो। डी भिलेज परिवारलाई पनि धेरै धेरै धन्यवाद। खाना पनि एकदम मिठो थियो। खाना मिठो थियो। ल बाई बाई। अब अर्को साल भेटौँला सबै। ल यो हाम्रो ढुङ्गेघर चेलीबेटीको तर्फबाट हाम्रो चालकहरूलाई चाहिँ हाम्रो यात्रा एकदम सफल गराएर ल्याउनु भएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद हाम्रो रमेश बाबु। त्यसै गरी हाम्रो कान्छा पूर्णबहादुर रमेश र पूर्ण अनि हाम्रो सहायक बाबुहरू। यो चाहिँ स्याहार गरेको एक्स्ट्रा के यो एक्स्ट्रा स्याहार भनेको खत्तम पनि के फेरि। ल ल बेसाल फेरि ल। त्यसै गरी फेरि हाम्रो बाबु पूर्णलाई चाहिँ ल फुपूले स्याहार गर्दै। फुपू यस्तो बिरामी मान्छे पनि गएर आउन सक्यो कि, यसको लागि ड्राइभरहरूले एकदम राम्रो, चालकहरूले चाहिँ राम्रो चलाएर हामी गएर आउन सफल भयो। त्यसको लागि दिदीबहिनीको तर्फबाट केही नराम्रो नहोस्, जहाँ गए नि हैन पल्ली बाबु होस्। ल धन्यवाद। तारे वो जो लाजी जो तासी क्रिक्री खेबे ना ल स्याय आउ जा वा अब दुईजना खतम त दुईटा मात्रै ल बजेले स्याय गर्छ। ल ल स्याय स्याय ल सायक बाबु ल आयुष बाबुलाई पनि धन्यवाद। सबैले मान्ने हुने धन्यवाद। त्यसै गरी अर्को बाबु ल फेरि अर्को बाबुलाई पनि ल स्याय गरेर स्याय स्याय ल राम्रोसँग चाहिँ सफलतापूर्वक गरेर आयो हैन। त्यसको चारैजना बाबुहरूलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद छ। गए नि सुख होस्, शान्ति होस् है, सफल होस् है। फेरि फेरि हाम्रो सबै कुरा होस्। अनि नाच्छ तारे ल रमेश ल दुईजनाकै लागि है यो फेरि ल एक मुस्तै छ है। ल धन्यवाद। ल हस् कतिजना भइयो? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 जना भने फुपू बजी मलाई सन्यो म त छिन्डारो ताले बिनाम तारे
Bye.